Oh my god. Hello guys, welcome back to my new vlog. आज धेरै दिनपछि हामी फेरि हाम्रो भ्लग स्टार्ट हुन लाग्छ। हामी त्यही हो डेली रुटिन मर्निङ वाक जान लाग्यो। 20 मिनेट जति भइसक्यो। बिएम सरलाई कुर्न लाग्यो। आज 5:30 भइसकेछ हैन। अझै 10 मिनेट भनिराख्नु भएको छ। हेरौँ कति बेला आउनुहुन्छ। हाम्रो सर हिजो चाहिँ बङ्गुको मासु धेरै खाएर हो उठ्न नसकेको बल्ल आउनुभयो। अनि के हो सर यति ढिलो उठ्ने हजुर मर्निङ यति ढिलो अनि 20 मिनेटदेखि कुरेछु हजुरलाई म त। आज हाम्रो पयुको यस्तो छ बिहानको मौसम हेर्न सक्नुहुन्छ गाइस। हाम्रो सर नाच्दै आज हामी कहाँ जान लाग्यो निकार कहाँ गाउँ भाइ दबाई गाइस यार बिहानको यति राम्रो मौसम भए पनि अहिले 10 बजेपछि यस्तो घाम लाग्छ। सेम तराई जस्तो गर्मी हुन्छ पहाडमा पनि हैन सर। तराई जस्तै गर्मी हुन लाग्छ कि अब तराईतिर के हालत होला यार। जस गर्मी चाहिँ हुन्छ यहाँ अलिअलि बिहान बेलुका चाहिँ एकदम चिसो छ फेरि जस्तै अहिले चाहिँ एकदमै हामीलाई कति आनन्दको महसुस त्यस्तो भइरहेछ। फेरि 10 बजेपछि गर्मी लाग्छ फेरि बेलुका 4 बजेसम्म त्यस्तो हुन्छ कि अहिलेको यस्तो छ दामी मौसम छ अहिले हैन। चिसो हावा हेर्न सक्नुहुन्छ यस्तो छ। यहाँ बाटोमा आउँदाखेरि ग्याङ हमला भइसकेछ हेर्न सक्नुहुन्छ। एउटा कुकुरको फर्काउनु त सर ए बक होइन पुरै ग्याङै लिएर हिँड्नुभएछ क्या टाढा हुन्छ नि। यस हामी चाहिँ माथि आइसक्यौँ। धेरै दिन पछि आएपछि अलि पसिनाहरू आइरहेछ। अब अलिअलि गर्मी फिल भइरहेछ। बिहान त त्यति खास छैन। अहिले 9-10 बजेपछि धेरै चर्को घाम लाग्छ। धेरै ढाडामा आइसक्यौँ। अहिले हाइटमा आइसकेछौँ। थोरै अझै अगाडि आज धेरै टाढा जाने होइन। हेरौँ 6 बजिसकेछ होइन। 6 बजेको यस्तो भ्यू रहेछ अलि हाइटमा आएपछि। जे होस् बिहान अलि गर्मीबाट मुक्त हौँ हामी। यस्तो हाइटमा आइसक्यौँ होइन गाइस। यो हाम्रो पयु खोला हातेमाले चोक अहिले हाइटमा आएर गर्मी भयो। उहाँ हाम्रो बिएम सर थाकिसक्नु भएको छ। लास्टै अघिदेखि डान्स गर्दै आइराख्नु भएको छ। अझै थोरै अगाडि जाने अझ त्यसपछि फर्किने हो। गाइज हाम्रो मर्निङ वाक सक्यो होइन। आज फेरि यता गाउँतिर जान लाग्यो। सरले लिएर गइराख्नुपर्छ। खै के को सिजन हो खाना राखेको। नमस्ते दिदी हामी फेरि आयौँ आज होइन। खै के को सिजन छ हेरौँ। केही खानेकुरा हो त्यही सरले लिएर आउनुपर्छ। लस्सी हो हामी खाना आएको लौ अङ्गुर। हेलो गाइस गुड मर्निङ। हामी आज चाहिँ अङ्गुर चाख्न आएको हाम्रो दिदी घर। अस्ति यहीँ आएर के खाथ्यौँ हामी त्यो के भन्छ मही छैन त। अब आज हामी यतातिर नि छ क्या नमस्कार खान त राम्रो यता छ क्या हजुर। ए ल यस्तो फलेको छ मजाले। सबै भयो
पाकेको दिदी हो ठुल्ठुलो सबै टिपिसकेको के यहाँ सकिसक्यो खै मेरो खै तिमी नै छ टिपिसकेको खै खै उहाँ मेरो मर्दै होला किन अहिले भर्खर हिँड्यो र अहिले पठाउने मैले उ गर्न सोधेँ यो खाने बेला भइसक्यो रहेछ गुलियो रहेछ है खाने बाउसर गुलियो रहेछ नि त है फर्स्ट टाइम यसरी रुखमै आएर यसरी टिपेर खाएँ खाएको थिएन मैले त है म हुन्छ खाँदै यता आमा झुप्पो हेर न कति Oh my god. यस्तो छ अङ्गुरको झुप्पो है राम्रो यता आमा कस्तो दामी दामी सिङ छ यहाँ हेर राम्रो हेर Oh my god. सही रहेछ नि यार लोकल कुखुरा भाले यस्तो मजाले गार्डन जस्तो बनाएको रहेछ यार गाउँ भन्छ यार यस्तो छ पहाडको गाउँहरू हेर्न सक्नुहुन्छ क्या भवालको फुलहरू राखेछ हैन यस्तो गार्डन जस्तो बनाएको आमामाम स्वर्गमै आए जस्तो फिल भइरहेको मलाई त उहाँ कसम हो सर यस्तो बवालको ठाउँ छ यार गाउँघर भन्नु यस्तो मजा आउँछ भन्नुहोस् यार यस्तो ठाउँमा आएपछि गाउँ रहेछ यहाँ पनि गाउँ रहेछ त नि यार यस्तो डाँडा काँडामै गाउँ छ कति गाउँ त गाउँ यति राम्रोसँग के हेर्नु त यो त सहरमा आए जस्तो सजाएर राख्छ त्यस्तो होइन कुल 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 खै त लिचीको गाछ लिची लिची त तलपट्टि छ त लिची नि आफ्नै फलेछ यार बाजेले 20 रुपियाँको हाँगा एउटा यत्रो एक बित्ताको थियो अरे त्यसले कतिको फलेछ यार कति धेरै छ हेर 20 रुपियाँ ल्याएर 55 सालको त्यो यस्तोहरू गुलियो हुन्छ यो फिल्डमा कुचुक्क गाडेको अरे त्यत्तिकै छैन खाउनु साथीहरू हामीलाई यहाँ एक थाल अङ्गुर आएको छ हामीले अब खाँदैछौँ तर यति धेरै चाहिँ हामी खाँदैनौँ खान पनि सक्दैनौँ हामीले यो यो त धेरै हुँदो रहेछ यति लुक यस्तो रहेछ है लोकल हो त्यो पनि चाहिँ कहीँ फले होइन बारीहरूमा पनि छ उता बोट यसको पनि त्यो फल्ने सिजन सिजन हो क्या आफ्नो। कुनै बेला फल्ने कुनै बेला नफल्ने हुन्छ जे चिजको पनि हो अब हामी चाहिँ अहिले अङ्गुर यति फल्यो अङ्गुर खायौँ अहिले हेरेर त्यो पोर चाहिँ कटार अहिले लुच्ची चाहिँ भएको छैन खाने अङ्गुर खाएर हामी निस्क्यौँ अब होइन बिहान हेर्नु यस्तो खान पाएपछि के चाहियो तिमीहरूलाई पनि चाहियो यस्तो हेरिरहेको बिचारा नखाऊ है पखाला लाग्ला कि बोलाएको कि बोलाएको त्यसलाई भाइ केटी हो छैन सम्पर्क गर म प्याक हो त्यो प्याक हो अलरेडी अलरेडी बुक बिहे शादी भन्दा टाढा बस्ने हो क्या सर यस्तै घुम्ने खाने रमाइलो गर्ने त्यही हो जिन्दगी त्यो हो र त्यो बेकारको किचकिच कसले सुन्छ र आजको हाम्रो मोर्निङ वाक प्लस अङ्गुर खाना सबै सक्यो आजको हाम्रो भ्लग यहीँसम्म थियो मन परेकोमा लाइक सब्सक्राइब सबै गरिदिनु दबाएर फेरि भेटौँला भोलि